साथीहरु नमस्ते, वेलकम टु माई ब्लग। तपाईहरुलाई आज चाहिँ हामी घान्द्रुकतिर लिएर जाँदैछौँ है साथीहरु। आज चाहिँ हामी मेरो दिदी मेरो बहिनी हामी सबै मिलेर घान्द्रुक जान लागेको साथीहरु घुम्न। हाम्रो घर पनि घान्द्रुकमै हो, तर अलि तल बेसीमा पर्छ। मेन गाउँ रमाइलो ठाउँ चाहिँ माथि छ। हामी चाहिँ माथि जान लागेको है साथीहरु। तपाईहरु पनि घान्द्रुक घुम्न आउनु है एकचोटी, एकदम रमाइलो छ घान्द्रुक चाहिँ है। हामी के गाइजहरु यस्तो खड्केरी बाटो हिँडेर जाँदैछौँ है। अब यति धेरै हिँडेपछि बल्ल आउँछ घान्द्रुक चाहिँ। दिदीको यता चाहिँ यस्तो हालत खराब भएर अनि त्यो दिदी चाहिँ हिँड्नै सक्नुहुन्न अरे हैन। अनि हामी चाहिँ गइरहेछौँ है। यस्तो दामी छ है हाम्रो घान्द्रुक जाने बाटो चाहिँ। यत्रो बाटो हामी हिँडेर चाहिँ जानुपर्छ क्या। यस्तो रमाइलो ठाउँ चाहिँ साथीहरु। हामी यहाँबाट हुँदै माथि हिँडेर घान्द्रुक जाने हो। अफ रोड छ है साथीहरु सबै। मेन रोड भनेको यता माथिबाट है। हामी चाहिँ आज पैदल जाँदैछौँ नि त, हामीसँग साधन छैन। त्यही भएर हामी चाहिँ तल पुरानो बाटो हिँडेर जाँदैछौँ है साथीहरु। यो चाने भन्ने ठाउँ हो। यहाँबाट पुरानो बाटो हिँड्दै उकालो चढेर जाने है। के यहाँ तल चाहिँ यस्तो दामी एउटा झुलुङ्गे पुल छ है साथीहरु। यस्तो दामी झुलुङ्गे पुल छ। झुलुङ्गे पुल हुँदै हिँड्दै जाने। वाउ दामी छ नि साथीहरु। दामी। अनि पुलसँग फेरि दिदी पनि दामी। अनि यो दिदी दामी, अर्को दिदी झन् डबल दामी। दामी पुल अम्मै। आज मगर दिवसमा चाहिँ हामी चाहिँ अब के दिवस मनाउँदैछौँ है साथीहरु। यस्तो पुल चाहिँ खतरा। हेलो गाइज, ल है साथीहरु, हामी चाहिँ यस्तो खतरा एउटा पुल तरेर आएन है। यता पारी चाहिँ आइसक्यौँ। यहाँ चाहिँ बहिनीहरु पुल तरेर चाहिँ एकदम थकित भएको अरे यहाँ बसिरहेछन्। एउटा कान्छा पनि छ नि यहाँ माथि। के हेरेर बसेको कान्छा तिमीले? हेलो साथीहरु, हामी चाहिँ यता माथि आइपुग्यौँ है। अब चाहिँ यो चाहिँ बच्चामा चाहिँ हामी चाहिँ स्कुल जाँदा यो बाटो हिँडेर 1-1.5 घन्टा लागेर तल बेसीदेखि गाउँ जान्थ्यौँ क्या। अहिले रोड माथिबाट गएको छ है गाडीको बाटो चाहिँ। हामी चाहिँ यो पुरानो बाटो चाहिँ पहिलाको गएको बाटो जान मन लागेर चाहिँ हिँड्दै आएको है, तलको बाटो है। यत्रो बाटो हिँडेर जान्थ्यौँ क्या हामी पहिला। आमा यो भड्याङ भात खाने बित्तिकै हिँड्दा कम गाह्रो हुन्थ्यो। यसरी जान्थ्यौँ। अहिले त सबै सुविधा आयो है, आनन्द छ आजकल चाहिँ। के कुरा गर्ने र दुनियाँमा यो दुईटा केटी हिँडे चाहिँ मरिजाम है। के हिँडेको है तिमीहरू? अलिक छिटो हिँड। ओ भाइ यो मेरो गाउँ है साथीहरु। तल बेसी मेरो गाउँ घान्द्रुकको। हामी फेरि यस्तो बाटो चाहिँ माथि चढ्न जान लागेको। ओइ भाइ लाली गुराँस फुलेछ ढकमक। अब रमाइलो हुन्छ है घान्द्रुक चाहिँ। धेरै लाली गुराँस फुल्छ यता चाहिँ। अब फाइनली गाइस हामी आइपुग्यौँ है यहाँ माथि रोडमा। कच्ची बाटो हिँडेर रोडमा आइपुग्यौँ है। साथी हैरान परेर बसेछ नि त यहाँ। ओ दिदी हाई गरिदेऊ। के छ थाक्यौ? हिँड अब एकछिन हिँडेछु, त्यहाँ चिसो खाने ठाउँ आउँछ। फाइनली साथीहरु हामी आइपुग्यौँ है माथि रोडमा आइपुग्यौँ। यस्तो ठुल्ठुलो पहाड गरेर यहाँ माथि चाहिँ आइपुग्यौँ। अब हामी चाहिँ अब यो मेन रोड हिँडेर एकछिन हिँडेपछि चाहिँ घान्द्रुक आउँछ। दिदी चाहिँ के भयो? हाई गरिदिनु त एकचोटि। हेलो नमस्ते सबैजनाले। अब बिन्टाकाली युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु न। अनि घान्द्रुकको भिडियो हेर्न नबिर्सनु होला। अनि भिडियो हेरेर एकदमै तपाईहरुको मन पग्लिन्छ अनि हेर्न मन लाग्छ। अनि फेरि घान्द्रुक घुम्न आउनु होला हैन त केसी? हाम्रो साथीहरु सबैजना। ओइ एउटा त पछाडी छुटेछ त, वहाँ तल छुटेछ त। ल आज हामी विकास डाँडामा आइपुगेको छौँ। र फाइनली साथीहरु हामी चाहिँ यो विकासे डाँडा भन्ने ठाउँमा आयो है। घान्द्रुकको यो पहिलो यहाँ तल बेसीबाट एकछिन हिँडेपछि चाहिँ हामी चाहिँ यो विकासे डाँडा भन्ने ठाउँमा आउँछ है साथी। यसलाई विकासे डाँडा भन्छ है सबैले। यहाँ एउटा पपुलर दिदी छन् है, म तपाईहरुलाई देखाउँछु। धेरै वर्षदेखि यहीँ बस्नु भएको छ। यहाँ गाडीहरु यो माथि गाडी जाँदैन। यहाँ एउटा पपुलर आन्टी हुनुहुन्छ। यो आन्टी त गइहाल्यो है। शान्ति आमालाई के भएर हामी भिडियो बनाउन आएको शान्ति आमाकै हो र। ल सबै गाडीहरु यहाँ पार्किङ गर्छ क्या। अहिले माथि जाँदैन गाडीहरु। यहाँ तल त्यहाँ बाटोसम्म जान्छ। अनि यहाँबाट यो एकदमै मेरो दिदीको पसल हो है। यो
शान्ति आमाको पसल हो। विकासे डाँडामा एउटा मात्रै छ। तपाईँहरू आउँदाखेरि यहाँ पसेर टक्क चिसो तातो खाएर जान नबिर्सिनु होला है घान्द्रुक। शान्ति आमाको चाहिँ यो बच्चामा म सधैँ स्कुल आउँदाखेरि हामी चाहिँ यहाँ पसेर खाने मेरो चाहिँ यो खाजा घर शान्ति आमाको खाजा घर है। तपाईँहरू चाहिँ आउँदा यहाँ बसेर टक्क खाजा खाएर नबिर्सिनु होला। आमा खान्छै हुनुहुन्छ? ओ यस्तो छ शान्ति आमाको पसल। ल है साथीहरू हामी चाहिँ अब यहाँ टक्क शान्ति आमाकोमा आएर यस्तो एक कप चिया ड्याङ 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 कालो चिया ड्याङ 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 भनेपछि नि हामी चाहिँ बल्ल चाहिँ जाने हो। यसले चाहिँ चिया नखाने रे स्प्राइट है साथीहरू। अब हामी चाहिँ खाजा खाएर चाहिँ टक्क माथितिर हिँडेको है। अब यहाँबाट माथि हिँड्दै जाने जान त यहाँ माथिसम्म नै आउने रहेछ है गाडीहरू। तर यस्तो धेरै घुम्ने मान्छेहरू आउँदो रहेछ यहाँ। यो घान्द्रुक आउने अन्तिम बस स्टेसन है कि यहाँ तलको बाटो नखोलेपछि। अनि घान्द्रुकमा स्कार्पियो यताउँदो ढलेको अरे क्या। यहाँबाट खसेर ओ तल पुगेको अरे। आज त झिकेर लयो रहेछ तल्लादेखि यताउता खसेको नि दानी मान्छे मरेको थियो। कति धेरै न गाडी उतैसम्म यतादेखि यतासम्म कति धेरै पार्किङ है यहाँ। कहाँ यस्तो गाडी छ? अन्तिम बस स्टेसन यहाँ रहेछ। के छ मेरो दाइ खबर? सन्चै आज माथितिर जाऊँ कि भनेर गाउँतिर। यता माथि चाहिँ हामी कति हिँड्यौँ कति पहिला कति पुरा चाहिँ फुलिसकेछ क्या है। कहाँको यहाँ खासाहरू यस्तरी राख्ने रहेछ होइन। गाईहरू त यता रमाइलो रहेछ नि। लगेजी कीर्ति चढ्छ भने हेर्नुहोस् त यहीँ चढ्ला। घोडोले घाँस खाएछ कीर्ति। आएर चाहिँ हामीले घोडा पाइयो क्या यहाँ। घोडा लालीगुराँस यस्तो रमाइलो छ घान्द्रुक। घुम्न आउनु होला। एकदम रमाइलो छ तर हिँड्न अलिकति गाह्रो छ। थोरै चाहिँ हिँड्नै पर्यो होइन। घुम्न आएपछि त आगो त छ त। खतरै हिँड्दै आउँथ्यो नि त है स्कुल। लान्द्रुक त केही दिएछ नि आज। वेदर चाहिँ छैन। She's a powerful woman. साथीहरू घान्द्रुक आयो है। हामी नजिकै आइपुग्यौँ अब घान्द्रुकको। यो पारी लान्द्रुक गाउँ। आज वेदर अलि ब्याड छ। यो घान्द्रुक वेलकम टु घान्द्रुक हो।
भाइ भाइ हेर्ने यतै रहेछ त हजुर जानु ल वेलकम गरे अरे मलाई थ्याङ्क यू सो मच रेखा वेलकम टु घान्द्रुक घोडा लिएर आएछ नि त भाइले भाइ छ नि अनिसको दाइ नलागी गर्नुपर्ने भरे 5 रुपियाँको सेन्टर गाइज हामी आइपुग्यौँ घान्द्रुक गाउँ अब इन्टर हुँदैछौँ हामी भर्खरै घान्द्रुक गाउँमा इन्टर हुँदैछौँ है हामी है यो होटेल शेर्पा म धेरै वर्षपछि आइए चाहिँ घान्द्रुक घान्द्रुक डाइनिङ थाकेर बस्छ यहाँ एउटा पानीको धारा छ कृति तेरो फोटो थियो है त्यहाँको मैले सुरुमा हेर्दाखेरि घान्द्रुक पनि गर्छन् यिनीहरू भनेर हेरेको त पानी धन्न खाएर गइछिस् नि यहाँ तल त मान्छे चलाउँछ भाइ उता तल है म स्कुल आउँदाखेरि कति धेरै मान्छे पोल्थेँ त्यहाँ ल हामी त चौरमा पुग्ने गरी जाने हो जताबाट गए नि हुन्छ माथिबाट नि त्यही पुग्छ यताबाट नि त्यही त्यसो भए माथि हामी अस्ति यताबाट आएकोमै त्यो यो चाहिँ घान्द्रुकको मेन पोइन्ट है साथीहरू यहाँबाट सबै भ्यूहरू देखिन्छ यो स्वास्थ्य चौकी हो यसलाई एक क्याब भन्छ अनि एक क्याबभित्र यो भित्रबाट सबै माथि सबै घान्द्रुकहरू देखिन्छ एकदम रमाइलो छ यहाँभित्र चाहिँ वाउ लालीगुराँस नि टन्नै फुलेको रहेछ
लु अब हामी चाहिँ कता आब्रेतिर जान कहाँ जान लागेको चाहिँ यो चाहिँ तल्लो गाउँ हो पुरानो गाउँ पुरानो ढुङ्गेनी गाउँ ए पुरानो ढुङ्गेनी गाउँ घान्द्रुक गाउँ फेरि मैले सिकाएको त ए तिमीले सिकाएको नहाला किन सिकाउनु पर्यो मेरो जन्म थालो मलाई थाहा छ नि त भन्ने बाटोमा हिँडिरहेको छौँ यो पुरानो ढुङ्गेनी गाउँ हुँदै कता गइन्छ यहाँबाट त पानी झिनोतिर गइन्छ यता तल हुँदै यहाँबाट यो गुम्बा हो चर्चित यहाँभन्दा तलतिर गयो भने झिनो डाँडातिर गइन्छ है साथीहरू हामी चाहिँ अब डाँडा गाउँतिर जान लागेको तल्लो गाउँदेखि नै डाँडा गाउँ जाने बाटो यता यस्तो दामी दामी घरहरू बनेछ है घान्द्रुकमा अहिले स्काई गार्डन यो भित्र हामी बसेको हामी यहाँ बसेको आमा कस्तो दामी दामी बनाएको क्या छुटाउने होला है तपाईँहरू एकचोटि ओल्ड गुरुङ म्युजियम है यहाँ तपाईँहरूलाई ड्रेसहरू लगाउनु पऱ्यो भने गुरुङ कल्चरहरू सिक्नु पऱ्यो हेर्नु पऱ्यो भने त्यो घान्द्रुकमा फिल्मको सुटिङ गरेको देखेको थिएँ मैले यहाँतिर चाहिँ फिल्मको सुटिङ गरेको थिएँ समथिङ यो कसको सुटिङ गरेको थियो त गालु यहाँ त मेरो एउटा साथी छ के हो चाहिँ नजाम न त हङ्ग्रीमा के खान्छौ त नि फास्ट फुड चिप्स पनि बनाएको छ कलो नानी त्यही हो उयो त्यही हो भाइ जाने त त्यतै हो किन यही त्यताबाटै हो क्या डाँडा गाउँसम्म उतै गएको रहेछ है बाटोहरू है घान्द्रुक छिटोपट्टि के भन्नु प्लास्टिक यस्तो दामी दामी होटल बनेको है घान्द्रुक पानी पर्न लाग्यो हामी त तल बस पार्कतिर झरेको अब घान्द्रुकदेखि यता तल बस पार्क कति रमाइलो ठाउँहरू यता पनि घर बन्दै रहेछ वाउ पानीको फुका सोच्ने जे नि सोध्छन् जेसुकै होस् किनभने यो डिलेट ढुङ्गेनी गाउँ घुम्दा रिङ्गटा लगाइसक्यो कता हो ढुङ्गेनी गाउँ भाइ यो रिङ्गटा कम्पनी खै गोल्दी घर अलिन्कै फेरि वाउ यस्तो सानो सानो घरहरू पनि रहेछ खै डेराइ चाहिँ अबै यो त अर्को आँगनमा आयो त्यो त पनि छ नि के भने कचिले मेन बाटो चाहिँ बस पार्कमा जाने साग हेर न कत्रोको खै दौडिदिएको थिएँ कार्यक्रममा पो आछन् वाउ कस्तो राम्रो बाटो घान्द्रुक कति क्युट घर हो यो
घुमेर क्युट परेको घर बस पार्क। के खान्छ उला भन खालि उ त्यो सेट खान्छेस् मोमो सबै भएको सेट खाने हो एकचोटि सर हेरौँ के पर्छ आओ ओ बस पार्कमा आइपुग्नु जाने हामी भाइ पुरा देखिँदो रहेछ घान्द्रुक जसले हेर त भिडियो है के खोइ विश्वास त्यो विश्वास के अरे विश्वास होइन त ऊ हो त्यसलाई खोज्नु पऱ्यो कहाँ छ त्यो कुमार दिन्छ त्यसलाई माग्यो घान्द्रुकको बस स्टेसन है साथीहरू यता त राम्रो देखिँदै गयो आज त वेदरै ठिक छैन वेस्टर्नबाट स्कुल त यहीँबाट सुरु भएको रहेछ है आजकल खै कहाँ गयो कहाँ रहेछ र उहाँहरूको कहिले दिदीले त दिनुहुन्छ होइन अब हामी चाहिँ घान्द्रुक घुमेर खाएर ब्याक टु होम यस्तो बाटो ब्याक टु होम घान्द्रुकमा त लाइट बालिसक्यो रात पऱ्यो यो दुईटा केटीले गरेर हो यस्तो भएको चाहिँ खालि यही हो पन्छे भन्ने होटेल मनिषा छैन तिम्रै छ राम्रो कुचेहरू त्यही छ होला नि साकुरा पन्छे भन्ने चाहिँ खोइ खोइ दिदी बहिनीहरू के छ र खबर अब हामी फर्केको पन्छेबाट ओह्रालो ओह्रालो लागेर हामी ओह्रालो हो भाइ कति आएको घान्द्रुकमा मान्छे घुम्न ओ भाइ यही होइन बा कति आएको मान्छे ओ सन्चै हुन्छ घान्द्रुकमा यति आउँछ न हौ के ल्याइथ्यो घुम्थ्यो खप्तो भयो भाइ ल यति छन् मान्छे घान्द्रुकमा हो भाइ के छ घान्द्रुक हाम्रो गाउँमा एकछिन हेर्नुपर्छ वेट टु बस्न आउनुभएको होइन 5,000 धेरै बोका कामयामा हो नि त पैसा गरेर खानेको कस्तो टस्किनी आइछ त गाउँको माथिसम्म छ कि होइन यता जाने हो म उता एउटै घर जाने खाएर जाउँ त वेटिङ फर चटपट त्यही नयाँ पुल कति हेर्ने ऊ दुइटा यही आएर बन्द गरे चाबी भोलि बिहान जाने होला यहाँको चाहिँ घान्द्रुकको फेमस चटपट बाटोको मुखमै छ आउँदाखेरि सबभन्दा पहिला यो चटपट खाएर मात्रै माथितिर चढ्नु होला टर्रोपी
चटपट खाएर हामी मान्छेको छोरा नि दौडिनेवालामा छौँ। त्यत्रो भइसकेको हाम्रो अनिसको छोरा नि सेम यस्तै हुन्छ क्या अब सिङ्गौटे न सिङ्गौटे। चटपट खाएर अब लाग्न लाग्यो स्पेसल दिदीको चटपट छ। घान्द्रुक आउँदा जहिले यो दिदीको चटपट खान नबिर्सिनु होला है। मेरो युट्युब च्यानल छ हेर्नु होला है दिदी। केही नभएर चटपट ठुलो रेस्टुरेन्टमा जान्छ चटपट चाहिँ खाएर हामी चाहिँ एउटा बाजी चाहिँ होयाबाट उँधो खसेको भिडियो देखेँ थिएँ। कसले हालेको मैले यस्तो खतरा गरेर यता तलतिर खसेँ थिएँ है। ल आज हामी घान्द्रुक घुमेर फर्क्यौँ है साथीहरू। ल थ्याङ्क यू फर भिजिटिङ अस घान्द्रुक। घान्द्रुकबाट जिन्दाबाद।